मैना सुनार हत्या प्रकरण न्यायको खोजीमा बिते 8 वर्ष। दण्डहीनताको अन्त्य गर्न के गर्नु पर्ला? हाम्रो स्टुडियोमा नेपाली सेनाका अवकाश प्राप्त महासेनानी रतिन्द्र छेत्री र अधिकारकर्मी गोविन्द बन्ते। नमस्कार, यहाँहरूलाई हार्दिक स्वागत छ न्यूज पोइन्टमा। म गणेश पाण्डे। काभ्रेकी चेली मैना सुनवारको हत्या भएको 8 वर्ष बितेको छ, तर 8 वर्षसम्म पनि पीडित परिवार न्यायको खोजीमा छ। मैना सुनवारको परिवारको मागलाई कसरी सम्बोधन गर्नुपर्छ, यो पीडालाई कसरी सम्बोधन गरिनुपर्छ र नेपाली सेनाको मानवाधिकार प्रतिको प्रतिबद्धता व्यवहारमा कार्यान्वयन हुन सकेको छ कि छैन, यो प्रकरणमा सेनाले खेलेको भूमिका पर्याप्त छ कि छैन, यसको जवाब खोज्दैछौँ। आज हामी स्टुडियोमा हुनुहुन्छ नेपाली सेनाका अवकाश प्राप्त महासेनानी रतिन्द्र छेत्री र चर्चित अधिकारकर्मी तथा अधिवक्ता गोविन्द बन्दी। यहाँ दुवैजनालाई स्वागत छ न्युज पोइन्टमा। म सबभन्दा पहिला बन्दीज्यूबाटै सुरुवात गर्न चाहन्छु। 8 वर्षसम्म तपाईँले यो मुद्दा उठाउँदै हुनुहुन्छ, यो मुद्दाको अझै सम्बोधन हुन सकेको छैन? छैन। तपाईँहरूको अहिले चाहिँ के हो मुख्य माग र कहाँ पुगेको छ यो मुद्दा भनिदिनुहोस् न। सबभन्दा अब यो अहिलेको मुद्दाको स्थिति त काभ्रे जिल्ला अदालतमा यो मुद्दा चाहिँ विचाराधीन अवस्थामा रहेको छ। काभ्रे जिल्ला अदालतबाट नेपाली सेनाका बहालवाला केही अधिकृतहरू विरुद्धमा स्ट्यान्डिङ एरेस्ट वारेन्ट जारी भएको छ र त्यो एरेस्ट वारेन्ट जारी भइसकेपछि राज्यको दायित्व भनेको ती व्यक्तिहरूलाई पक्राउ गरेर अदालत समक्ष चाहिँ सरेन्डर गर्नुपर्ने हो। त्यो दायित्व चाहिँ के छ भन्दाखेरि नेपाल सरकारले पूरा गर्न सकेको छैन र त्यो दायित्व पूरा गर्ने क्रममा नेपाली सेनाले चाहिँ नेपाल सरकारलाई चाहिँ सहयोग गरिरहेको अथवा अदालतलाई सहयोग गरिरहेको अवस्था छैन। त्यसरी त्यो एउटा म्याद दिएको हुन्छ अदालतले, म्यादभित्र चाहिँ उहाँहरूले सरेन्डर नगरिसकेपछि अदालतको अर्को प्रोसेसमा अदालत गयो र अदालतले चाहिँ अंश रोका, जो व्यक्तिहरू उप चाहिँ कसुर आरोपित भएर मुद्दा विचाराधीन छ उहाँहरूको अंश चाहिँ रोका गर्ने, सम्पत्ति रोका गर्ने आदेश जारी गरेको छ र त्यो सम्पत्ति रोका गर्ने आदेश चाहिँ सम्बन्धित जिल्लामा जहाँ जहाँ उहाँहरूको सम्पत्ति छ त्यो जिल्ला अदालतमा पठाएर जिल्ला अदालतले अहिले सम्पत्ति रोका गर्ने काम गरिरहेको अवस्था छ। अहिलेसम्म आइपुगेको अवस्था त्यति नै हो। भनेपछि यसका विषयमा चाहिँ अहिले पनि नागरिक अदालतमा मुद्दा चलिरहेको छ। यो मुद्दामा अहिले किन नेपाली सेनाले सहयोग गरिरहेको छैन? नेपाली सेनाले के सहयोग नगरेको हो, उहाँहरूले अदालतमा बुझाउन नखोजेको हो? पाण्डेजी, सबैभन्दा पहिला म एउटा कुरा प्रकाश पारिहालौँ। खास गरी जुन म अहिले यहाँ यो कार्यक्रममा जुन उपस्थित भएको छु, यो सेनाको आधिकारिक प्रतिनिधिको रूपमा नभइकन एउटा फ्रिलान्सरको रूपमा आएको छु र हुन त मैले विगतमा र म फेरि अर्को कुरा, म कानुनविद पनि होइन, कानुनी त्यो विभिन्न साना यी बुदाहरू म बुझ्दा पनि बुझ्दिनँ, तर म एउटा सिपाही 28 वर्षमा नेपाली सेनामा काम गरेको र सशस्त्र द्वन्द्व समाप्त भएपछि पृतनाको चाहिँ 2टा पृतनामा चाहिँ म यो मानवाधिकार शाखाको चाहिँ प्रमुखको रूपमा चाहिँ कार्यरत भएको र अनि अन्तर्राष्ट्रिय स्तरमा समेत पनि हाइटीमा चाहिँ यो मानवाधिकार पालना गराउने लिगल सेक्सन अनि कन्डक्ट अफ डिसिप्लिन र चाहिँ फोर्थ प्रभोस्ट मार्शल यिनीहरूको चाहिँ एउटा ब्रान्च चिफको रूपमा काम गरेको अनुभवको आधारमा र नेपाली सेनाको मेरो बुझाइको दृष्टिकोण मात्र हो, यो कुनै आधिकारिक चाहिँ भनिदिनुहोस् न। तपाईँको यो बुझाइ, यो भोगाई, यो अनुभवका आधारमा चाहिँ यो केस अहिलेसम्म किन सुल्झन सकेको छैन? अब मलाई चाहिँ के लाग्छ भन्नुलाई भने यो केसको सन्दर्भमा चाहिँ नेपाली सेनातर्फको चाहिँ धारणा के छ जस्तो मैले बुझेको छु भन्नुलाई भने यो केसलाई सेनाले पनि तत्कालीन अवस्थामै जब यो कुरा थाहा भयो यसलाई बहुत संवेदनशील तरिकाले हेरेकै हो र अनि हेर्ने क्रममा चाहिँ तत्कालीन अवस्थाको संविधान 2047 सालको संविधान र 16 सालको सैनिक ऐनलाई नै मुख्य नजिर मानेर यस अविलम्ब सैनिक कोर्ट अफ इन्क्वायरी गरिकन कोर्ट अफ इन्क्वायरीबाट त्यहाँ कमजोरी फेला पारिकन सैनिक अदालतको प्रक्रिया पूरा भएर सजाय दिइसकेको हो र केही व्यक्तिहरूले सजाय पनि भोगिसके। कमजोरी चाहिँ भएकै हो। अब केही
त्रुटि देखेर नै होला त्यो अब त्यो पनि म त्यो अदालत र कोर्ट अफ इन्क्वायरीमा इन्भल्भ भएको व्यक्ति त होइन तर त्रुटि देखेर होला व्यक्तिहरूले सजाय पाएका छन् अधिकृतहरूले नै भने अब र चाहिँ कोही अधिकृत चाहिँ त्यसमा चाहिँ त्यो जुन किसिमको कमजोरीमा चाहिँ इन्भल्भ नभएका देखेकाहरूलाई त्यो बेलाको नियमले चाहिँ र ऐन कानुन र अधिकार बमोजिम उनीहरूलाई चाहिँ सजाय भइसकेको र सजाय दिन नपर्ने मुकरर गरिसकेको व्यक्तिहरूलाई सायद फेरि पनि गर्न नपर्ने किसिमको सोचाइ भएको जस्तो मलाई लाग्छ। जस्तो उहाँले उठाउँदै हुनुहुन्थ्यो नि यो मुद्दा चाहिँ अब तपाईँले भन्नुभयो कि कोर्ट अफ इन्क्वायरीको पनि कुरा गर्नुभयो यो मुद्दा अहिले जसरी सैनिक अदालत सँगसँगै नागरिक अदालतमा पनि चलिरहेको अवस्था छ नागरिक अदालतमा किन पेश गर्न खोजेन नेपाली सेनाले भन्ने लाग्छ तपाईँलाई? सैनिक ऐनको दायराभित्र त्यो पर्ला र पर्दैन जस्तो लाग्छ मलाई। सैनिक ऐन अब एउटा यस्तो कुरा के छ भने भनेपछि केही व्यक्ति अधिकृतहरूले भनौँ न केही अधिकृतहरू सजायका भागी भइ पनि सके र चाहिँ कोही अधिकृत जो एउटा निश्चित अधिकृत भनौँ उन अधिकृत चाहिँ बेकसुर मानिएर जुन एउटा अपरेसनललाई चाहिँ कुनै पनि कुराले डिक्टेट गर्नु हुन अपरेसनलमा चाहिँ एउटा आदेश पालना गरेर आफ्नो कर्तव्य निर्वाह गरेर र चाहिँ त्यो हत्या प्रकरणमा हत्यामा संलग्न नभएको मुकरर भइसकेको व्यक्ति भएको कारणले नै मलाई जहाँसम्म लाग्छ र एकचोटि सजायको प्रक्रिया पुरा भइसकेको हुनाले नै जस्तो लाग्छ मलाई। अब कानुनी चिजहरू त कानुनीलाई नै कुकुलाई कारबाही भएको अवस्था हो। अब यो त सबैलाई थाहा छ यो कुनै सेक्रेटरी होइन महासेनानीसम्मको व्यक्तिहरू पनि सैनिक अदालतबाट जेलको सजाय पाइकन बर्खासी खाली भएर जानुभएको छ। अरू 2 जना अधिकृतहरू पनि त्यसरी नै बर्खासी खाली हुनुभयो जेल सजाय समेत पाउनुभयो र यसमा संलग्न व्यक्तिहरू जो दोषी पाएका छन् तिनीहरूले सजाय पाएको छ। यो कुरा चाहिँ भनेपछि त कारबाही त भएकै रहेछ नि त सेनाले कारबाही गरेको रहेछ आन्तरिक रूपमा अब कारबाही भइसकेका कुरालाई फेरि किन तपाईँहरू चाहिँ उठाउँदै हुनुहुन्छ? उहाँले उठाउनु भएको वास्तवमा 3वटा सवाल हो म त्यो 3वटा सवाललाई सम्बोधन गर्न चाहन्छु। पहिलो कुरा चाहिँ तत्काल बहाल रहेको सैनिक ऐन 2016 अन्तर्गत त्यसको पनि दफा मलाई सम्झना भएसम्म दफा 61 हो। दफा 61 अन्तर्गत सेना चाहिँ सैनिक कारबाहीको सिलसिलामा गइरहेको बेलामा घटेको घटनाहरूको सन्दर्भमा कोर्ट अफ इन्क्वायरी नेपाली सेनाभित्र कोर्ट अफ इन्क्वायरी गठन हुने र त्यसले चाहिँ कोर्ट मार्शल गरेर त्यो इस्युहरूलाई हेर्ने एउटा प्रावधान चाहिँ त्यो सैनिक ऐन 2016 को दफा 61 को एउटा प्रावधान हो। उहाँले साइड गर्नुभएको त्यही हो। त्यसले गर्दाखेरि यो प्योरली मिलिट्री जुरिस्डिक्सन भित्र पर्दछ यो चाहिँ सिभिलियन कोर्टको जुरिस्डिक्सन भित्र पर्दैन भन्ने एउटा आर्गुमेन्ट। दोस्रो आर्गुमेन्ट चाहिँ एउटा कसुरमा एउटा व्यक्तिलाई एकपटक सजाय भइसकेपछि त्यो व्यक्तिलाई फेरि त्यही कसुरमा अर्कोचोटि सजाय गर्नु हुँदैन भन्ने चाहिँ दोस्रो आर्गुमेन्ट। र तेस्रो आर्गुमेन्ट चाहिँ के छ भन्दाखेरि त्यहाँ भएका व्यक्तिहरूले जेल सजाय भोगेर उनीहरू अवकाश प्राप्त भएर पनि गइसकेको अवस्था छ। केही मान्छेलाई चाहिँ सफाई पनि त्यो हातले दिइसकेको अवस्था छ। त्यसकारण अब फेरि कोट्याउनु भनेको त्यो राम्रो कुरा होइन भन्ने एउटा चाहिँ अर्को मोरल आर्गुमेन्ट। दुईटा लिगल आर्गुमेन्ट दुईटा लिगल आर्गुमेन्ट र एउटा मोरल आर्गुमेन्ट यो अहिले उहाँले भन्नुभएको जस्तो यो आर्गुमेन्ट नेपाली सेनाले अहिले गरिरहेछ। यो आर्गुमेन्टलाई मौजुदा कानुनको आधारबाट कति ठिक हो भनेर हेर्नुपर्ने हुन्छ। सबभन्दा पहिला यी 3वटा प्रसङ्गहरू सर्वोच्च अदालतमा जति बेला मैना सुनुवारकी आमा देवी सुनुवारले जाहेरी दरखास्त दर्ता नगरेको विषयलाई लिएर सर्वोच्च अदालतमा मुद्दा दिनुभयो त्यति बेला नेपाली सेनाको तर्फबाट प्रतिनिधित्व गर्ने कानुन व्यवसायहरू खास गरी महाधिवक्ताको कार्यालयले यिनै आर्गुमेन्ट गरेका थियो र सर्वोच्च अदालतका अहिले रिटायर भइसक्नुभयो तत्कालीन के छ भन्दाखेरि प्रधान न्यायाधीश सम्मान्य रामप्रसाद श्रेष्ठ समेतको बेन्चबाट यो मुद्दाको फैसला भयो। त्यहाँ के भनियो भने त्यहाँ चाहिँ यो इस्युलाई स्पष्ट ढङ्गले व्याख्या गरियो। के भनियो भन्दाखेरि सिभिलियन इन्भल्भ भएको इस्युमा कोर्ट मार्शल हुन सक्दैन। बडा क्लियरली बोल्दैछ। नेपाल पक्ष राष्ट्र भएको अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरूले पनि जस्तो हामी चाहिँ नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी महासन्धि वा अन्य इन्टरनेसनल स्ट्यान्डर्डहरूको कुरा गर्दाखेरि पनि के हुन्छ भने सेनासँग सम्बन्धित इस्युमा चाहिँ कोर्ट मार्शलको क्षेत्राधिकार तपाईँको के छ भन्दाखेरि लागू हुन्छ। सैन्य यदि सिभिलियनसँग इन्भल्भ भएको इस्यु छ भनेदेखि त्यो चाहिँ रेगुलर जुरिस्डिक्सन हुन्छ। त्यही दफा 61 को तल हेर्नुभयो भने के भन्छ भने 2वटा कसुरहरूलाई त्यसले बाहेक गरेछ। एउटा बलात्कार एउटा ज्यान। अरू इस्युमा चाहिँ उसले हेर्न सक्छ तर बलात्कार र ज्यानको हकमा चाहिँ
कुनै पनि हालतमा रेगुलर कोर्टको विषय हुन्छ भनेको छ। एउटा क्लज चाहिँ सेनाले जुन खालको अडान लिइरहेछ यो चाहिँ संविधान विपरीत छ भन्नुहुन्छ तपाईले? संविधान मात्र होइन, यो पहिलो कुरो त सर्वोच्च अदालतले यसलाई रुल आउट गरिसक्यो र त्यो जारी यो आर्गुमेन्ट गर्दा गर्दै होइन यो सिभिलियन कोर्टको जुरिस्डिक्सन हो त्यसकारणले तिमी इन्भेस्टिगेसन गर भनेर काभ्रे जिल्लाको पुलिसलाई सुप्रिम कोर्टले इन्स्ट्रक्ट गर्यो। त्यहाँको तपाईँको के छ भन्दाखेरि सरकारी वकिललाई मुद्दा दायर भनेर निर्देशन दियो र त्यही बमोजिम काभ्रेको प्रहरीले अनुसन्धान गरेर काभ्रे जिल्लाको सरकारी वकिलले के छ भन्दाखेरि काभ्रे जिल्ला आत्म मुद्दा दायर गरेको त्यो त्यही रिजल्ट भएको थियो। अर्को प्रश्न के हो त भन्दाखेरि एउटै कसुरमा दोहोरो सजाय भएको हो कि त, जुन दोस्रो तर्क उठिरहेको थियो, एउटा कसुरमा दोहोरो सजाय होइन। यदि तपाईँले सैनिक अदालतको फैसलालाई हेर्ने हो भने त्यहाँ के भनेको छ भने मैना सुनुवारलाई तत्काल पक्राउ गर्ने र पक्राउ गरिसकेपछि सूचना सङ्कलन गर्ने क्रममा विभागले दिएको निर्देशनको बर्खिलाप गई यातना दिई हेलचक्राइ गरी यातना दिएको कारणबाट मृत्यु हुन गएकोले विभागीय निर्देशन बमोजिम होस पुर्याई यातना दिनुपर्नेमा त्यहाँ ल्याङ्ग्वेजै त्यही हो, होस नपुर्याई यातना दिएको हुनाले विभागीय निर्देशन उल्लङ्घन गरे बापत सजाय गरिएको छ। जेल मुद्दामा सजाय गरेको छैन। जस्तो यसमा यातनाका विषयमा चाहिँ सजाय यातना त्यो पनि के छ भन्दाखेरि तपाईँको इन्स्ट्रक्सन सुपिरियर अथोरिटीको इन्स्ट्रक्सनलाई उल्लङ्घन गरेर काम गरेको हकमा चाहिँ एडमिनिस्ट्रेटिभ एक्सन लिएको हो। सैनिक अदालतले व्यक्तिको ज्यान मारेको कुरामा गरेको होइन। त्यसैकारणले जुन कसुरमा अहिले मुद्दा चलिरहेको छ त्यो कसुरमा त उहाँलाई प्रोसिक्युट भएकै छैन, त्यो विषयमा त अनुसन्धान भएकै छैन। त्यसकारणले गर्दाखेरि हिजो भएको डिसिप्लिनरी एक्सन जुन 2 वर्षसम्म कैदको सजाय भोग्नुभयो केही सैनिक अधिकृतहरूले, केही निलम्बनमा पर्नुभयो, केही पछि सफाई पाउनुभयो, त्यो उहाँहरू डिसिप्लिनरी एक्सन मात्रै भएको उहाँहरूलाई, तर हत्यामा त इन्भेस्टिगेसनै भएको छैन। त्यसै कारणले त्यो मुद्दा के छ भन्दाखेरि काभ्रे जिल्लामा गएको हो। त्यो भएर यसमा प्रिन्सिपल अफ डबल जियो पार्टी भनिन्छ, दोहोरो खतराको सिद्धान्त। एउटा कसुरमा व्यक्तिलाई 2 पटक सजाय गर्न पाइँदैन। त्यसकारण यसमा त उहाँलाई ज्यान मुद्दा अन्तर्गत सजाय भएकै छैन हो। यही ग्राउन्डमा नै के छ भन्दाखेरि अहिले मुद्दा चलिरहेको छ, त्यसले गर्दाखेरि त्यो सजाय भइसकेको भन्ने कुरा चाहिँ त्यो कुरासँग सहमत हुने ठाउँ चाहिँ छैन। भनेपछि उहाँलाई फेरि अब अदालतमा चाहिँ उभिनुपर्छ, पेश गरिनुपर्छ भन्ने चाहिँ त्यसमा त विवादै भएन, त्यो त खालि कहिले भन्ने प्रसङ्ग मात्रै हो। तपाईँको यही केसलाई हेर्नुहोस् न, मेजर निरञ्जन बस्नेत जति बेला उहाँ चाहिँ चाँद मिसनमा युएन पिस किपिङ मिसनमा हुनुहुन्थ्यो, यहाँ मुद्दा चलेको कारणबाट युएनले उहाँलाई रिपार्टाइड गरेर फिर्ता पठायो, स्कटिङ गरेर। प्रोबेबली दिस इज द फर्स्ट केस मेरो विचारमा नेपाली सेनाको हिस्ट्रीमा कुनै व्यक्तिलाई रिपार्टाइड गरेर फर्काएको चाहिँ फर्स्ट केस होला। त्यो के को लागि भन्दाखेरि नेपालको फौजदारी न्याय प्रणालीलाई कोअपरेट गर्नको लागि, उहाँलाई चाहिँ के छ भन्दाखेरि त्यो सहयोग गर्नको लागि। तपाईँलाई थाहा छ कि छैन, जुन दिन उहाँ त्रिभुवन विमानस्थलमा उत्रिनुभयो 2वटा मोटरहरू थियो। एउटा नेपाल प्रहरीको मोटर प्राइम मिनिस्टरको इन्स्ट्रक्सनमा एरेस्ट गर्न पुगेको थियो, अर्को यताबाट नेपाली सेनाको मोटर चाहिँ के छ भन्दाखेरि उहाँलाई फेरि एरेस्टै गर्न पुग्यो। तर अब त्यो यो कलरहरू हरियो र निलो हुन्छ के अरे, सायद त्यो प्रहरी र सेनाको अलिकति कलर फरक हुन्छ। त्यो एउटा अर्को कलरले जितेर ऊ पहिले गएर त्यहाँबाट समातेर लिएर आयो होइन, अनि उसलाई चाहिँ के छ भन्दाखेरि अहिलेसम्म सरेन्डर गरे अवस्था छैन। यसले के गर्छ भन्दाखेरि जब एकछिनलाई मान्यो वास्तवमा उहाँहरू दोषी हुनुहुन्छ भन्ने मेरो भनाइ छैन। फेरि निरञ्जन बस्नेतको हकमा वास्तवमा उहाँ निर्दोष नै हुन सक्नुहुन्छ, तर त्यो उहाँ दोषी हुनुहुन्छ कि निर्दोष हुनुहुन्छ भन्ने कुरा डिटरमाइन गर्ने कसले? तपाईँ हामीले त होइन, त्यो त कोर्टले हो। उहाँ सबभन्दा राम्रो चाहिँ के हो भने जिल्ला हातमा जाने, यो मुद्दामा म संलग्न थिइनँ भन्ने, यदि उहाँ संलग्न छैन भने आफ्नो प्रमाणहरू पेश हुने। किनभने संसारमा उहाँले जति प्रमाणहरू पेश गर्नु पर्थ्यो, जति कुरा गर्नु पर्थ्यो, उहाँले त सैनिक अदालतमै गरिसक्नु भएको अवस्था छ नि त। सैनिक अदालतकै प्रमाणको आधारमा यसो मुद्दा चलेको छ नि त। तपाईँलाई एउटा कुरो थाहा छ, सैनिक अदालत सबै फैसला मैले हेरेको छु। काभ्रे जिल्ला हातमा आइसकेको थियो मिसिल, त्यहाँ प्रष्टै उहाँले चाहिँ कसरी एरेस्ट गरियो, कसरी मारियो। वास्तवमा साँच्चै भन्ने हो भने तपाईँहरूको प्रश्न चाहिँ सैनिक अदालतको त्यो विश्वसनीयतामाथि पनि हो। यसमा चाहिँ त्यो एउटा छुट्टै विषय छ, म अहिले भन्नुला सैनिक अदालतको बारेमा, किनभने सर्वोच्च अदालतबाट अर्को एउटा फैसला गराएको छौँ हामीले, त्यो अहिले म कुरा गर्छु। यसमा क्वेसन सैनिक अदालतको विशेष त्यो विश्वसनीयता भन्दा पनि यसमा चाहिँ उसको क्षेत्राधिकारै होइन। सैनिक अदालतको क्षेत्राधिकार नभएको विषयमा सैनिक अदालतले कारवाही गर्न पाउँदैन, किनभने ज्यान मुद्दा भनेको रेगुलर कोर्टमै चल्नुपर्छ। त्यो हाम्रो प्रमुख प्रश्न। जहाँसम्म सैनिक अदालतको प्रश्न छ, सर्वोच्च अदालतको 3 जनाको विशेष इजलासले, जो अहिलेको सम्माननीय प्रधान न्यायाधीश समेत रहनुभएको विशेष इजलासले अहिलेको सैनिक अदालत भनेको कम्प्याटिबल छैन, संविधान सम्मत छैन, नेपाल पक्ष राष्ट्र भएको अन्तर्राष्ट्रिय सन्धि सम्झौता अनुकूल छैन, त्यसकारण यसलाई रिफर्म गरेर भनेर एउटा चाहिँ रिफर्म गर्ने आदेशै जारी गरिसकेको छ। त्यसकारण सैनिक अदालत प्रब्लमेटिक छ, त्यो छुट्टै कुरा हो। यो केसमा ट्रायल गर्ने राइट चाहिँ वास्तवमा के छ भन्दाखेरि कोर्ट मार्सललाई छैन, यो चाहिँ सिभिलियन कोर्टको जुरिस्डिक्सन हो। छेत्रीजी, जस्तो तत्कालीन सहसेनानी अहिलेका सेनानी निरञ्जन बस्नेतलाई युएन मिसनबाट फिर्ता पठाइयो, तर त्यति बेला उहाँलाई थापामा पनि आएको थियो कि
काभ्रे अदालतमा चाहिँ पेश गर्ने या प्रहरीमा पेश गर्ने भन्ने कुरा आएको थियो। नेपाली सेनाले त्यो पेश नगर्नुको पछाडि के कारण देख्नुहुन्छ तपाईँ? होइन, विशेष गरेर मैले देख्दाखेरि के भने यो विशेष परिस्थितिको कुरा हो। हत्या भन्नाले कुनै इन्टेन्सनल सिभिलियनलाई गरेर आम हालतमा चाहिँ मारेको केस होइन यो। सशस्त्र द्वन्द्वको बेलामा युद्धको समयमा युद्धको प्रक्रियामा भएको कारबाही हो र तत्कालीन ऐन कानुन नियम भन्ने कुरा आफ्नो ठाउँमा छ, त्यो अनुसार भएका कारबाहीहरू। तर उनी त हतियार बोक्न त गएकी त थिएन नि त, घरमा सुतेको अवस्थामा पक्राउ गरेको थियो नेपाली सेनाले। होइन, त्यो त अपरेसनको कारबाहीको दौरानमा कुन बेला कुन मान्छे कुन हालतमा पक्राउ पर्छ भन्ने कुरा त त्यो हतियारै बोक्नुपर्छ भन्ने छैन होइन। हतियार बोकेर नै मुठभेडै भइदिएको भए त यसको सिनारियो नै पहिले नै अन्त्य हुन्थ्यो होला सम्भवतः, त्यो आफ्नो ठाउँमा छ। तर के भने यो केसमा चाहिँ म के भन्छु भने विशेष अवस्थामा सैनिक कारबाहीको दौरानमा एउटा अधिकृतले आदेश पालना गरेछ। वास्तवमा त्यो मान्छेमा यदि मानवाधिकार उल्लङ्घन गर्ने किसिमको एटिच्युड हुँदो हो त उसले घटनास्थलमै पनि उसले कुनै पनि त्यो गैर कानुनी ढङ्गले भनेपछि ल्याउनु पर्थ्यो। उसले त के भने आफ्नो एउटा जिम्मेवारी निर्वाह गर्छ। एउटा जिम्मेवारी कर्तव्य निर्वाह गर्ने व्यक्तिलाई हामीले सजाय गर्ने गर्यो भने यो सेना जस्तो निकायले भोलि प्रभावकारी चाहिँ हुँदैन, कसैले पनि काम गर्ने अवस्था रहँदैन। कुरा बुझ्नुभयो भएन? हो, ऊ मान्छे त्यो एक्स्ट्रा जुडिसियल किलिङ भनौँ त्यसमा इन्भल्भ भएको देखेको भए त अरू सरह ऊ पनि सजायको भागीदार हुनु। तर सैनिक कारबाहीको आदेशको पालना गरेको व्यक्ति जो निर्दोष साबित भइसकेको छ भने त्यो व्यक्तिलाई चाहिँ के भने तत्कालीन कानुन संविधानको परिधिभित्रै गरेको चिजलाई एक किसिमले चाहिँ संस्थाले पनि हेर्न पर्ने हुन्छ, नत्र भने सेनाको मूल्य मान्यता नै रहँदैन। अपरेसन गर्न जान्छ ऊ चाहिँ आदेश पालक मात्रै हो भन्नु खोज्नु भएको हो, नत्र भने भोलि पनि सेनालाई प्रहरीलाई कारवाही गर भन्दा कसैले नगर्ने दिन आउँछ। र यदि सम्भवतः ऊ पछाडिको प्रक्रियामा इन्भल्भ भएको पाएको भएदेखि त्यो मान्छे पनि सजाय पाइसक्थ्यो। यस्ता हत्याका घटनाहरूमा या यस्ता सुट गर्ने कुराहरूमा चाहिँ एउटा सैनिक कमान्डरले त्यो ल्याकत राख्छ कि राख्दैन आफ्नो त्यो उच्च अधिकारीहरूको निर्देशन बिना? होइन, त्यो चाहिँ त के भने अपरेसनल रिक्वायरमेन्टमा गरेन भने त ऊ त सजायको भागीदार हुन्छ। कुरो बुझ्दै भएन? उसले त आफ्नो कर्तव्य निर्वाह गरेको छ। कर्तव्य निर्वाह बहादुरी सह गर्ने व्यक्तिलाई त कदर गर्नुपर्ने हो मैले देखेँ। हुन त अब यदि यसको कारबाही यदि गल्ती नै थियो भने यसको कारबाहीको भागीदार को हुनु पर्थ्यो? यदि उसको गल्ती थियो भने उसले पनि सजाय पाउनु पर्थ्यो, किन गल्ती त देखिएन। किनकि जुन चिज गर्न नहुने चिज भएको छ त्यो चिजमा त उसको संलग्नतै छैन। उसले त अपरेसनमा इन्भल्भ भएको छ, अपरेसनको कमान्डर हो। त्यो व्यक्तिलाई त जुन हार गुहार गरेर इन्टरनेसनलाइज गराएर युनाइटेड नेसनबाट फर्कायो, युनाइटेड नेसनबाट फर्काएको त्यो जुन बेलामा ऊ सुडानबाट फर्किया छ त्यो बेलामा म हाइटीमा कार्यरत थिएँ, मलाई पनि थाहा छ यो केस। र त्यो युनाइटेड नेसनले कुनै पनि विवादमा आएको होइन राष्ट्रसङ्घीय शान्ति सेना जस्तो एउटा मिसनमा चाहिँ के भने विवादमा मुछेको व्यक्तिलाई त्यहाँ राखिरहन नहुने हिसाबले जब त्यो इस्यु आयो त्यो त त्यसलाई त इन्टरनेसनलाइज गराएर कुरा त्यहाँ पुर्याइएपछि नै उसलाई फर्कायो है। हजुर, जस्तो हजुर म बन्धुजीकोमा आउन चाहन्छु। उहाँले दुई तीनवटा कुरा उठाउनु भयो यसमा। एउटा चाहिँ युद्धको दौरानमा भएको घटना हो, किन यो घटनालाई मात्रै तपाईँले यसरी उचाल्दै हुनुहुन्छ भन्ने कुरा उहाँको थियो। अर्को कुरा चाहिँ उहाँ आदेश पालक हो, आदेश पालकलाई कारबाही गरिने हो भने त अब यस्ता घटनाहरू जस्तो त्यति बेला फिल्डमा खटिने कमान्डरले त किन यस्ता काम गर्नु पर्थ्यो या अराएको काम किन गर्नु पर्थ्यो भन्ने उहाँको आशय लाग्यो। के भन्नुहुन्छ तपाईँ? यसलाई चाहिँ मेरो विचारमा जस्तो जब कुनै समस्या आउँछ त्यसपछि हामीले त्यसलाई हेर्ने केही स्ट्यान्डर्डहरूको आधारमा हेर्नुपर्छ। मलाई एउटा कुरा लाग्न सक्छ, अर्कोलाई अर्को कुरा लाग्न सक्छ। त्योभन्दा पनि स्ट्यान्डर्डले के भन्छ, एउटा मिलिट्री ल भन्ने छ जुन चाहिँ संसारभरि एप्लिकेबल हुन्छ। नेपालको मिलिट्रीको लागि मात्रै होइन, त्यो ह्युमन राइट ल भन्दा फरक छ मिलिट्री ल। म एउटा अलिकति प्रश्न पालिदिनुहोस् कि यसलाई समग्र द्वन्द्वको घटना त्यसैमा आउँछु म। बिल्कुलै हो। मिलिट्री ल छ। मिलिट्री लले के भन्छ भने दुईटा कुरा भन्छ। एउटा, तिमी चाहिँ इल्लिगल अर्डर पालन गर्न बाध्य छैनौ भन्छ। कुनै पनि कमान्डरले अपरेसनको बेलामा इल्लिगल अर्डर दिएर कसैलाई रेप गर भन्छ भने अपरेसनमा खटिएको मान्छेले रेप गर्नु पर्दैन। रेप नगरे बापत ऊ सजायको भागी हुन्न। तपाईँको अपरेसनमा खटिएको कुनै पनि सिपाहीलाई उसको कमान्डरले निर्दोष मान्छेलाई मार भन्छ भने त्यसलाई मार्नु पर्दैन।
त्यो नमारे बापत उसलाई सजाय हुँदैन। यो चाहिँ मिलिट्री लको विषय हो। मलाई लाग्छ उहाँ पनि त्यो कुरामा सहमत हुनुहुन्छ। म पनि मिलिट्री लको विद्यार्थी भएको हुनाले म यो कुरो गर्दैछु है। संसारभरिकै मिलिट्रीहरूले युज गर्ने ल हो। त्यस कारणले गर्दाखेरि इलिगल अर्डरको पालना आवश्यक छैन, नम्बर 1। नम्बर 2, यो घटना चाहिँ के छ भन्दाखेरि त्यो कमान्डमा गर्ने मान्छेले कारवाही हुन्छ कि भन्दा मिलिट्री लमा अर्को एउटा के छ भने प्रिन्सिपल अफ कमान्ड रेस्पोन्सिबिलिटी भन्छ, समादेशकको सिद्धान्त भन्छौँ हामी। आदेश कमान्ड रेस्पोन्सिबिलिटी के हुन्छ भने त्यो गर्नेलाई मात्र होइन, आदेश दिनेलाई पनि लागू हुन्छ। जसले चाहिँ त्यो हत्या गर्यो वा अपराध गर्यो त्यो मान्छे त दोषी हुन्छ, त्यसको अतिरिक्त त्यो आदेश दिने व्यक्ति पनि समातिन्छ। उसले केही कुरा नगरे पनि हुन्छ। जस्तो यसमा कस्तो हुन्छ भने जस्तो आदेश नदिए पनि हुन्छ। एकछिनलाई मानिलिउँ तपाईँको जुन ट्रुपले त्यो हत्या गरेको छ नि, यदि त्यो प्रमाणित भयो भने त्यसको कमान्डर जसले वास्तवमा त्यो हत्या गर भन्नुभएको थिएन, उहाँ चाहिँ चुप्पै लागेर बस्नु भएको थियो। एकछिनलाई मानिलिउँ उहाँले हनुमान चालिसा पढेर बसिरहनु भएको थियो। उहाँले थाहा पाउनु भएन, उहाँले रोक्नुपर्छ। नरोके पनि यदि त्यो घटना घटिसकेपछि त्यो कारवाही गर्ने मान्छेलाई समातेर कारवाही गरियो भने उहाँ बस्नुहुन्छ, कारवाही गरिदियो भने उहाँ पर्नुहुन्छ। यो केसमा बरु के हुनसक्छ भने कमान्डर चाहिँ बच्न सक्ने स्थिति म कहाँनिर देख्छु भने जसले चाहिँ आदेश दिएको थिएन तर त्यो पर्टिकुलर अपरेसनको कमान्डर थियो, तर पछि ती व्यक्तिलाई ल्याएर कारवाही गरियो। एक किसिमको एडमिनिस्ट्रेटिभ कारवाही भयो भने कारवाही त भयो नि। त्यो कारवाही भएको हुनाले उहाँले यो चाहिँ डिफेन्सको ग्राउन्ड बरु लिन सक्नुहुन्छ। मैले त आखिर ती मान्छेलाई तानेर कारवाही गरेँ भनेर। तर जो यो घटनामा इन्भल्भ हुनुभएको छ र प्रत्यक्ष आदेश दिनुभएको छ उहाँ चाहिँ बस्न सक्ने अवस्था विद्यमान रहँदैन। त्यसैले गर्दा अब अर्को तपाईँले भन्नुभएको क्वेसन म टच गरिहाल्छु। समग्र विगत सशस्त्र द्वन्द्वको क्रमको घटनामध्ये यसलाई लिन मिल्छ कि मिल्दैन, नत्र यो मात्रै केस किन उठ्यो भन्ने जहाँसम्म प्रसङ्ग छन् यो मात्रै उठेको छैन। म तपाईँलाई भनौँ जस्तो त्यही काभ्रे जिल्लाको अग्नि सापकोटाको मुद्दा उठिरहेछ, बालकृष्ण ढुङ्गेलको मुद्दा उठिरहेछ। इन्ट्रेस्टिङली यो सबै मुद्दाको वकिल मै हुँ। मैना सुनवारको मुद्दा पनि मैले नै बहस गरे हो, अग्नि सापकोटाको मुद्दामा पनि अग्नि सापकोटा विरुद्ध मैले नै बहस गरे हो, बालकृष्ण ढुङ्गेलको पनि बहस गरे हो होइन। हामी के हेर्छौँ भने वास्तवमा यहाँ कहिलेकाहीँ के सोचिन्छ भने यो मानव अधिकार कर्मीहरू, कानुन व्यवसायहरू यो चाहिँ वास्तव सेनालाई खेल्न लागेको, माओवादीलाई खेल्न लागेको त्यो होइन। हाम्रो भनाइ के हो भने एउटा प्रोसेसमा जाउँ। यो सबै केसहरू कोर्टमा, जस्तो अहिले कोर्टमा मुद्दा छ नि, कोर्टमा जाउँ, कोर्टमा गइसकेपछि कोर्टले ठिक बेठिक छुट्याउनु त कोर्ट हो नि, हामी अरू को हो भन्ने एउटा प्रसङ्ग हो। जहाँसम्म अरू केसहरू किन उठिरहेको छैनन् भन्ने कुरा हो। के कस्तो हुन्छ भन्नुहुन्छ भने के केसलाई इम्प्लिमेटिक केसहरू भन्छौँ हामी, प्रतिनिधिमूलक घटनाहरू, जसले चाहिँ के निश्चित गर्छ भने त्यो कोर्स चाहिँ निश्चित गर्छ। अब यो घटनाको सम्बन्धमा कस्तो कोर्स लिने भन्ने कुरा निश्चित गर्छ। त्यसको लागि केही प्रतिनिधिमूलक घटनाहरू उठाउनु पर्ने हुन्छ र यो घटना चाहिँ प्रतिनिधिमूलक घटना हो। यति बेला दुईजना दर्शकहरू हुनुहुन्छ, उहाँलाई लिउँ। हजुर नमस्ते, यहाँलाई स्वागत छ न्युज पोइन्टमा। हेलो हजुर नमस्ते। यो घटना त प्राय अब नेपाल अधिराज्यभरि नै यो छरेको घटना हो होइन। हजुर हजुर। तर के छ भन्दाखेरि जुन यो के अरे मानव अधिकारवादी के भन्नुहुन्छ उहाँहरूको घाँटी होइन, एकलौटी रूपमा यो आर्मीलाई मात्रै यो चार्ज गरेर अनि यो खोइ कता के नमिले जस्तो लाग्यो क्या मलाई। धन्यवाद यहाँलाई। ओके, पहिला उहाँको यो जवाफ लिएनौँ। तपाईँहरूले चाहिँ सेनालाई मात्र अलिकति पेल्न खोज्नुभयो भन्ने खालको चाहिँ उहाँको चाहिँ जिज्ञासा थियो, तर उहाँले चाहिँ सायद मेरो पछिल्लो पार्ट मिस गर्नुभयो जस्तो लाग्छ। मैले अहिले बोल्नुभन्दा पहिला नै जवाफ दिइसकेका थिएँ। हामीले उठाएको कुरा सेनाको मात्र होइन, वास्तवमा यो कुनै सेना विरोधी माओवादी विरोधी कुरा पनि होइन, एउटा सिस्टम बनाउने कुरा हो। हामी एउटा नयाँ सिस्टममा जाँदैछौँ जहाँ चाहिँ द्वन्द्वहीनतालाई सम्बोधन गर्नु पर्यो। जस्तो युद्धकै कुरा आयो नि, म त्यसमा जोड्छु। युद्धमा वास्तवमा यस्ता घटनाहरू घट्न सक्छन्, त्यसैले युद्ध जहिले पनि कानुन अनुसार लडिनुपर्छ। युद्धको एउटा आफ्नो कानुन छ, त्यसलाई ल अफ वार भन्छौँ हामी। त्यो ल अफ वार अनुसार यसलाई अलिकति अब साँगुरो बनाउँदैछौँ। नेपाली सेनाले पनि द्वन्द्वहीनतालाई प्रश्रय दिइरहेको छ। एकदमै नेपाली सेनाले पनि दण्डहीनतालाई प्रश्रय दिएको छ, नेकपा माओवादीले पनि दण्डहीनतालाई प्रश्रय दिएको छ। भन्नुहोस् तपाईँ के भन्न खोज्दै होइन, यसमा चाहिँ मैले पनि भन्न खोजेको कुरा त्यही हो क्या। जुन कुरालाई आर्मीले संवेदनशील रूपमा लिएर एउटा कानुनी प्रक्रिया गरेर सजाय दिएर त्यसको एउटा निर्क्योल गरिसकेको चिजलाई बारम्बार कोट्याएर सधैँभरि युद्धको घाउलाई बल्झाएर हामी शान्ति प्रयासमा सफल हुन सक्दैनौँ। एउटा स्ट्राटेजीको थ्योरीले भन्छ क्या, बर्ड आइले चाहिँ सम्पूर्ण चिज हेर्ने कि फ्रग आइले एक ठाउँमा हेर्ने भन्ने कुराहरू आउँछ, बुझ्नुभयो नि कि। अब त हामीले के गर्नुपर्छ भने हाम्रो उद्देश्य त केमा जानु पर्यो भने कुनै पनि चिजहरू भनौँ न, कुनै पनि चिजहरू जानी गरेको छ या अन्जानमा भएको छ या त नजानेर भएको छ, र जानी कसैले गल्ती गर्छ भने त्यस्तोलाई दण्डहीनता
दिनुपर्छ भन्ने होइन, नजानेर पनि गल्ती हुन्छ भने गल्तीको सजाय नजानेर गरेकोमा पनि हुनुपर्छ। तर हाम्रो उद्देश्य केमा छ? पीडितले न्याय नपाउनु भनेको त यो झन् अर्को चाहिँ दुःखद कुरा, झन् अर्को खतरा कुरा होइन। न्याय नपाएको त कहाँ छ र के कुरा गर्नु? त्यत्रो करियर भएको अहिले जर्नल भएर बस्ने मान्छे आज जेल सजाय पुगेर जागिरको बर्खासी भएर घर गइरहेछ। हुनार कहलाका भनेको चाहिँ प्रोफेसनली बेलायतमा कहाँ कहाँ गएर तालिम गरेर आएको अफसरहरू युवा अवस्थामै दाग लागेर चाहिँ जानु परिरहेछ कि त्यसलाई सजाय नपाएको भन्नु मिल्छ र? यस्ता केसहरू कति छन्, कति जहाँ छँदै छैन। हेर्नुहोस्, नेपाली सेनाको म तपाईँलाई एउटा कुरा के भन्छु भने, मैले त्यो संस्थाको एउटा संवेदनशीलता देखेर भने नेपाली सेनाले यो मानव अधिकार हननको सम्बन्धमा मात्रै 281 जनालाई मैले जागिरमा छँदासम्म 281 जना व्यक्तिहरूलाई कारवाही गरेको छ। अन्त कहाँ कसलाई कारवाही भएको छ तपाईँले नेपालमा देखाउन सक्नुहुन्छ? छैन। हेर्नुहोस्, कुरो बुझ्दै भएन। 116 जना व्यक्ति त जागिर बर्खासी भइकन जेल पठाइएका छन्। त्यो बाहेक अर्को 58 जना व्यक्तिहरू जागिर बर्खासी भएर घर गएका छन्। ल अन्त कुन चाहिँ ठाउँमा हेर्नु, 10 वर्षको हाम्रो त्यो तत्कालीन अवस्थाको त्यो सशस्त्र द्वन्द्वमा नेपाली सेना 4 वर्ष मात्रै हो संलग्न भएको। 4 वर्षको अवधिमा गर्ने निकाय मात्रै के दोषी हो त? 10 वर्ष पुरै इन्भल्भ हुने व्यक्तिहरूमा चाहिँ कतै औँला नउठाउने र नेपाली सेना जसको चाहिँ पृष्ठभूमि हेर्नुहोस् त्योभन्दा अगाडि पनि कहीँ पनि त्यस्तो किसिमको छैन। त्योभन्दा पछाडि यो घटनामा नेपाली सेना माथि दाग लाग्ने काम भयो। नेपाल उहाँले भने जस्तै ठिक छ, भोलि अदालतले त्यहाँ अदालतमा पुगिसकेपछि उहाँ दोषी हो कि होइन भन्ने कुरा त्यो अदालतले किटान गर्छ नि। त्यो अदालतलाई सहयोग गर्नुपर्ने नेपाली सेनाको त्यो होइन। अब सुन्नुहोस्, न्यायिक कुरा भने कोट्यायो भने जति पनि जिन्दगीभरै कोटिरहन्छ क्या। एउटा व्यक्ति उसले पनि त मानसिक यातना त ह्युमन राइट उसको पनि भाइलेट भइरहेछ। जबकि बहादुरी गरेर काम गरेर उसले चाहिँ मार्ने भए त उसले पहिलो मार्थ्यो होला। जब ऊ संलग्नै छैन भनेर एउटा तत्कालीन नियमको परिधिभित्र जो चाहिँ तत्कालीन अवस्थामा सैनिक ऐनले के भन्छ भन्नुलाई भने सैनिक अदालत वाज मिलिट्री एस्पेक्टबाट हेर्दा इट वाज इक्वल टु सर्वोच्च अदालत त्यो बेलाको कानुन अनुसार। हेर्नुहोस् है, इतिहासलाई र त्यो बेलाको चिजलाई हामीले कदर पनि गर्नु। अब अहिलेको अवस्थामा यो घटना हुँदो थियो, अहिलेको हिसाबमा हामी जानुपर्छ। ठिकै छ, एकजना दर्शक हुनुहुन्छ उहाँलाई। हजुर नमस्ते, यहाँलाई स्वागत छ न्युज पोइन्टमा। हेलो हेलो हजुर नमस्ते। नमस्ते हजुर भन्नुहोस्, कहाँबाट को हुनुहुन्छ? म प्रकाश चौलागाई कपनबाट हो। हजुर भन्नुहोस् चौलागाईजी। हजुर, के सेनाले चाहिँ नेपालको कुनै पनि कानुन मान्नु पर्दैन? यदि मान्नु पर्छ भनेदेखि किन सानालाई चाहिँ कानुन सानालाई मात्रै कानुन लाग्छ, ठुलालाई चाहिँ लाग्दैन? प्रधान जस्तो महासेनानीलाई चाहिँ नलाग्ने हो, साना साना सिपाहीहरूलाई मात्रै लाग्ने हो कानुन चाहिँ, यही भन्न सक्छु म चाहिँ। धन्यवाद। जस्तो अलिकति यो सैनिक अदालतको विश्वसनीयताको कुरा पनि यो केही समय पहिला उठाएको थियो। सैनिक अदालतको विश्वसनीयतामाथि प्रश्न उठाउनु ठिक हो कि होइन, कतिको पारदर्शी हुन्छ उसको यो प्रक्रिया, र अर्को कुरा चाहिँ त्यहाँ पनि त्यो दर्जा अनुसार चाहिँ छुट दिने परम्परा छ कि छैन भनिदिनुहोस् न। त्यो त कदापि हुँदैन, झन् ठुलोलाई बढी सजाय हुन्छ। र महासेनानी त मैले भनिहालेँ, महासेनानी बबी केसी त यहाँले नाम सुन्नुभएको छ, उहाँ त कारवाही भागीदार भइसक्नुभयो। यो त महासेनानी भन्दा तल्लो व्यक्तिको कुरा भइराखेको छ। सेनामा कहिले पनि त्यसरी हुँदैन। बरु गल्ती त के भने सानोले बरु नजानेर भन्ने हुन्छ, ठुलोले चाहिँ नजानेर भन्न मिल्दैन। ठुलोले जानी जानी गरे हुन्छ, ठुलो मान्छे बत्ने भन्ने त्यो कुरा होइन। हेर्नुहोस्, सैनिक ऐनको एउटा यहाँलाई म एउटा सैनिक व्यक्तिको हिसाबले बोल्दैछु, कानुनविदको त हाम्रो विदलाई नै उहाँलाई थाहा होला। अब म चाहिँ यसमा के भन्छु भन्नुलाई भने अब अहिले हाम्रो अन्तरिम संविधान छ, त्यो अनुसारको हाम्रो कानुन छ, 63 सालको सैनिक ऐन छ। अब भोलि हाम्रो कन्स्टिट्युसन पछि अर्को कानुन बन्ला ऊ बन्ला, अनि अहिलेको ऐन अहिलेको उसलाई चाहिँ त्यो बेला फेरि फर्जी मान्न त भएन नि। जुन बेला छ, जुन बेला कारवाही भएको छ त्यो चिजको पनि कदर गर्ने हामीमा त्यो परिपाटी छैन। हामीले इतिहासलाई, पुराना कुरा, पुराना ऐन नियमहरूलाई हामी सबै रद्दीको टोकरीमै भन्ने जुन हाम्रो मानसिकता छ त्यो पनि हामीले परिवर्तन गर्नुपर्छ। हेर्नुहोस् है, र अब ह्युमन राइट भनेर चाहिँ यस्तो सानो झिनोमिनो मसिनामा जुन चाहिँ सजाय भइसकेको छ त्यो केसमा किन अल्झिने? नभएको कुरामा जानु पर्यो, बुझ्नुभयो नि? ह्युमन राइट त यहाँ मान्छेलाई खान छैन, बस्न छैन, ग्यास छैन, ऊ छैन। अब यी चिजहरू त पुरै ह्युमन राइट हो नि। अब त हामी समग्रमा जानु पर्यो। अब यस्तो चिज नदोहोरियोस्। हाम्रो उद्देश्य त के भने अबका दिनमा यस्ता चिजहरू दोहोरिनु हुँदैन। बन्दी सर, जस्तो मैले पहिला उहाँको एड्रेस गर्छु भने सोध्नु, उहाँले पटक पटक वास्तवमा उठाउनु भयो। यहाँ चाहिँ के भनिरहेको होइन भने कसरी बुझ्नु हुँदैन जस्तो लाग्छ मलाई भने उहाँहरू सबै दोषी हो, उहाँहरूलाई चाहिँ कारवाही नै हुनुपर्छ यो भनिरहेको होइन। कसैले पनि भनिरहेको के हो भने उहाँहरू उप लागेको जुन आरोप छ नि त्यो आरोपमा नेपाली सेनाले उहाँहरूलाई आफ्नो सफाईको मौका जुन उहाँहरूले पाउनुपर्छ नि
आरोप लागेको व्यक्तिहरूलाई अदालतमा गएर भनिदिनु पर्यो कि त्यही कुरा। अहिले यहाँले जति आर्गुमेन्ट गर्नुभयो त्यही आर्गुमेन्ट मेरो विचारमा उहाँहरूले गएर कोर्टमा भनेर कोर्ट सेटिस्फाई हुन सक्छ भोलि। कोर्टले के भन्न सक्छ भने तपाईँ वास्तवमा दोषी होइन रहेछ, तपाईँलाई कारवाही भइसकेको रहेछ। त्यो कोर्ट हो नि बोल्ने त। किनभने हामीले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका भनेर राज्यका 3टा अङ्गहरू बनायौँ। त्यो 3टा अङ्गमध्ये यो न्याय सम्बन्धी कुराको निरूपण गर्ने कुरा हामीले कसलाई दियौँ भन्दाखेरि अदालतलाई दियौँ। अब राज्यको एउटा नेपाल सरकारवादी भएर चलेको मुद्दा हो नि त। नेपाली सेना त नेपाल सरकार मात्र हो नि त। नेपाल सरकार भन्दा छुट्टै त नेपाली सेना होइन। नेपाल सरकारवादी भएर चलाएको मुद्दामा उहाँहरूलाई अदालतले चाहिँ तिम्रो भनाइ के छ, तिमी आएर राख भनेर भनिरहेको अवस्थामा अदालतमा जान अटेर गरेर बस्नुले कानुनको शासनलाई प्रश्न चिन्ह एउटा चाहिँ के छ भने कानुनको शासनमा प्रश्न चिन्ह उठाउने काम गर्यो। नेपाली सेनाको यसमा अरू केही गल्ती होइन। मैले नेपाली सेनालाई अरू केही कुरा भएन। नेपाली सेनाले जति अहिले सैनिक अफिसरहरू बहालवाला हुनुहुन्छ, किनभने त्यहाँबाट रिटायर भएर गइसकेको वा जागिर निस्किसकेको हकमा त व्यक्तिगत कुरा भयो, म नेपाली सेनालाई केही पनि भन्दिनँ। उहाँहरू जानु होला नजानु होला, गए उहाँहरूकै भोग्नु होला। भोलि 20 वर्ष कैदको सजाय पुग्दियो भने उहाँहरू नै फस्नुहुन्छ। तर नेपाली सेनालाई पनि एउटा दोष चाहिँ के लाग्छ भने बहालवाला सैनिक अधिकृतहरूलाई त्यहाँ पठाएर उहाँ आफ्नो कुरा राख्ने, वकिल लैजाने, वकिलले चाहिँ के छ भन्दाखेरि बहस गर्छ। अदालतमा चलेको मुद्दामा यहाँलाई म निवेदन गरौँ, जम्मा 38% छ सक्सेस रेट। के मुद्दा लागेका सबै मान्छे दोषी हुन् त? होइन नि त। अनि उहाँहरूले पनि के छ भन्दाखेरि कोर्टमा गएर आफ्नो कुरा राख्न सकिन्छ नि त। कोर्टमै म जान्न भनेर च्यालेन्ज गरेर बस्नुले स्टेटको एउटा चाहिँ स्ट्रङ एजेन्सीले कोर्टलाई क्वेसन उठाउँदा उहाँले चाहिँ के भन्नु भने यो द्वन्द्वको घाउलाई किन चाहिँ सर्काउने होइन, त्यो त्यही कुरा कोर्टमा गएर भन्दा भयो नि त। किनभने हामीलाई जस्तो एकछिनलाई तपाईँलाई अहिले माउन्टेन टिभी बन्द गर भनेर यदि स्टे अर्डर गर्यो भने यो को मलाई माउन्टेन टिभी बन्द गर भनेर प्रोग्राम चलाइरहन सक्नुहुन्छ? आज नागरिकताको इस्युमा हिजो कोर्टले स्टे अर्डर गर्यो कि अब प्रमुख जिल्ला अधिकारीले बार्दै गरेर हिँड्नु भएन नि त। कोर्टको आदेश त सबैले मान्नु पर्यो नि। कहिलेकाहीँ के हुन्छ भने एउटा हाम्रो भनाइसके यदि कोर्टले कालोलाई सेतो भन्छ र सेतोलाई कालो भन्छ भने माथिल्लो अदालतबाट बदर नगराउँदासम्म त्यो चाहिँ मानेर जानुपर्छ। या त उहाँहरू के गर्नु परेन, सर्वोच्च अदालत जानु पर्यो। जिल्ला अदालतले आदेश गरेका छन् एरेस्ट वारेन्ट, उहाँहरू पुनरावृत्ति अदालतमा गएर के गर्नु, हामी विरुद्ध गरेको एरेस्ट वारेन्ट गलत हो, यो बदर गरी पाउँ भने बदर गरे भइहालिन्छ। छेत्रीजी यसलाई कसरी अब यो त कानुन भन्ने कुरा त व्याख्या जसरी गर्यो त्यसरी अगाडि बढ्छ। यो त कानुनविदहरूलाई नै थाहा हुने कुरा हो। तर मेरो हिसाबले हेर्दाखेरि चाहिँ के भने सेनाले जुन किसिमले एउटा चाहिँ युद्धको एउटा बहादुर व्यक्तिको चाहिँ छ नि जो निर्दोष साबित भइसकेको छ त्यो व्यक्तिको ऐन कानुनकै इज्जत गरेर मलाई गरे जस्तो लाग्छ। अब त्यो पक्ष चाहिँ सैनिक व्यक्ति दोषी ठहर हुँदा हुँदै त्यसरी हाइड गरेको भए, दोषी प्रमाणित भएर हाइड गरेको भए भन्ने कुरा हुन्थ्यो। जो एउटा सफाई पाइसकेर ऊ भइसकेको कुराहरूलाई बारम्बार कोट्याइराख्नु भनेको यसलाई चाहिँ यो मैले चाहिँ यसलाई इस्यु बनाउने कार्य मात्रै जस्तो मलाई लाग्छ। एउटा सिपाहीको हिसाबले म भन्छु, कानुनविदको हिसाबको कानुनी व्याख्या आफ्नो ठाउँमा होला होइन। खास गरी मैले चाहिँ त्यो हिसाबले हेर्छु यसलाई। बन्दीज्यू कहिलेसम्म उठिरहनुहुन्छ यो मुद्दा? कहिलेसम्म उठाउने भन्दा पनि जहिलेसम्म तपाईँको यो समस्याको समाधान आउँदैन तहिले तबसम्म यो मुद्दा उठ्छ। किनभने म तपाईँलाई अर्जेन्टिनाको उदाहरण दिउँ। 80 को दशकमा त्यहाँको सरकारले के छ भन्दाखेरि तपाईँको एमनेस्टी ल ल्याएर समाप्त गरेको कुरालाई 2006 देखि प्रोसिक्युसन थालियो। अहिले तपाईँले जबरजस्ती बन्द गर्नुभयो भने पनि एक दिन यस्तो आउँछ, त्यो दिन उठ्छ। त्योभन्दा राम्रो अहिले जहाँ मुद्दा पुगेको छ त्यहीबाट यसलाई समाधान गर्न थालौँ। धेरै धेरै धन्यवाद। हजुर, तपाईँ के भन्न खोज्नुहुन्थ्यो? होइन, यसमा त के कुरा भने अब वास्तवमा सेनाले सम्पूर्ण चिजमा चाहिँ यसलाई ह्युमन राइटलाई सेन्सिटिभली नै ल्याएछ म भन्छु। जस्तो सत्य तथ्य जुन निरूपण आएको कन्सेप्ट सुरुमा उठाउने पनि सेना नै हो। भोलि एउटा समय आउला शान्ति भइसकेपछि निष्पक्ष रूपमा विशेषज्ञहरू बसेर छानबिन गर्ने दिन आउँछ। राजनीति त्यो बेला त फेरि छँदैछ, यसलाई कोटेर नै ठिक छैन। धेरै धेरै धन्यवाद यहाँहरू दुवैजनालाई। आज न्युज पोइन्टमा हुनुहुन्थ्यो नेपाली सेनाका अवकाश प्राप्त महासेनानी रतिन्द्र छेत्री र चर्चित अधिकार कर्मी अधिवक्ता गोविन्द बन्दी। न्युज पोइन्ट यही सकिन्छ। मलाई पनि बिदा दिनुहोस्। नमस्कार।